Hello everybody, welcome to my YouTube channel. सबैलाई मेरो यस YouTube च्यानलमा स्वागत छ। आज पनि म हजुरहरूको साथमा नयाँ भिडियोको साथमा आइपुगेको छु। त्यसैले आजको भिडियोलाई हजुरहरूले ध्यान दिएर हेर्नुहोस्, निकै महत्त्वपूर्ण छ। आज हामी च्याप्टर 3.2 मा आएका छौँ। हामीले आजको यस भिडियोमा प्रेजेन्ट कन्टिन्युअस टेन्सको बारेमा सिक्नेछौँ। हामीले योभन्दा पहिले चाहिँ च्याप्टर 3.1 मा चाहिँ हामीले सिम्पल प्रेजेन्ट टेन्सको बारेमा पढेका थियौँ, बुझेका थियौँ, जानेका थियौँ भने आज चाहिँ हामी प्रेजेन्ट कन्टिन्युअस टेन्सको बारेमा जान्नेछौँ। हामीले टेन्सको बारेमा लगत्तै हामीले 12 दिन लगातार यसरी नै हेर्नेछौँ। धेरै लामो हुँदैन भिडियो, लगभग आधा घन्टाको हुन्छ। त्यसैले ध्यान दिएर हेर्नुहोस्। ओके, स्टार्ट गरौँ ढिलो नगरी। ओके, लर्निङ अब्जेक्टिभ्स। लर्निङ अब्जेक्टिभ्स भनेको चाहिँ के हो भनेपछि हजुरहरूले यो आज पढेर के जान्नुहुनेछ त्यो उद्देश्य हो क्या, हामीले राखेको उद्देश्य हो। हजुरहरूलाई पनि जब उद्देश्य राखिँदैन नि मान्छेहरूले केही गर्ने मन लाग्दैन कि, त्यही भएर मैले उद्देश्य राखेको छु। जब उद्देश्य हुन्छ नि हामीले पढ्दाखेरि यो लाग्छ मैले यो उद्देश्य पुरा गर्नुपर्छ है भन्ने लाग्यो भने बल्ल पुरा गर्न सक्छु। ओके, लर्निङ अब्जेक्टिभहरू। डिफाइन द प्रेजेन्ट कन्टिन्युअस टेन्स। हामीले प्रेजेन्ट कन्टिन्युअस के हो भनेर जान्नेछौँ। डिफाइन द प्रेजेन्ट कन्टिन्युअस टेन्स एन्ड देन आइडेन्टिफाई वेन इट इज युज। यो हामीले यो कहिले परेको हुन्छ भनेर थाहा पाउनेछौँ। प्रेजेन्ट कन्टिन्युअस टेन्स हामीले कति बेला प्रयोग गर्ने भन्ने कुरा हामीले जान्नेछौँ। एन्ड युज एम इज एन्ड आर करेक्टली। जुन एक्जुअली भर्बहरू भने यिनीहरू एम इज आर भन्ने यिनीहरूलाई कसरी सही रूपमा प्रयोग गर्नेछौँ भनेर त्यो पनि जान्नेछौँ। त्यसपछि मेक अफर्मेटिभ, नेगेटिभ एन्ड इन्टरोगेटिभ सेन्टेन्स। हामीले चाहिँ अफर्मेटिभ भनेको सकारात्मक वाक्य बनाउन सिक्नेछौँ, अनि नेगेटिभ नकारात्मक वाक्य बनाउन सिक्नेछौँ, एन्ड इन्टरोगेटिभ भनेको चाहिँ प्रश्नवाचक सेन्टेन्सहरू बनाउन सिक्नेछौँ। धेरै सिक्नेछौँ कि हामीले यति भिडियोमा यति सिक्नेछौँ। हेर्नु त, युज द आइएनजी फर्म करेक्टली। आइएनजी भनेको कस्तो भनेपछि भिफो भन्छ, भबको फो फर्म कसरी प्रयोग गर्ने भनेर सिक्नेछौँ, त्यो पनि सिक्नेछौँ। डाइजेन्ट चेज प्रेजेन्ट कन्टिन्युअस फ्रम प्रेजेन्ट सिम्पल। अनि प्रेजेन्ट कन्टिन्युअस र प्रेजेन्ट सिम्पल टेन्सको बारेमा फरक के छ त, कसरी डिफाइन गरेर हामीले फरक तरिकाले हेरेर कसरी युज गर्न सक्नेछौँ त्यो पनि हामीले फरकहरू हेर्नेछौँ। ओके, नेपालीमा भन्नुपर्दा विद्यार्थीले प्रेजेन्ट कन्टिन्युअस टेन्सको अर्थ प्रयोग गर्न र एम इज आरको सही प्रयोग र वाक्य बनाउने तरिका बुझ्नेछन्। हाम्रो यो मुख्य उद्देश्य, यो भिडियोबाट हामीले राखिएको मुख्य उद्देश्य बुझ्नुभयो। हजुरहरूको पनि उद्देश्य छ नि त, यिनीहरू जान्नुहुनेछ है, त्यही भएर नभुल्नुहोस् हजुरहरूको उद्देश्य। अनि सूत्र राखिदिएको छु मैले, फर्मुला। यो यसको प्रेजेन्ट कन्टिन्युअस टेन्सको फर्मुला। सब्जेक्ट फर्स्टमा के हुन्छ, सब्जेक्ट हुन्छ। त्यसपछि इज एमआर मध्ये एउटा हुन्छ, इज एमआर मध्ये एउटा हुन्छ। त्यसपछि भिफो हुन्छ। भिफो भनेको आइएनजी फर्म, भिफो प्लस अब्जेक्ट भनेर यसरी हुन्छ। हामीले यसै स्ट्रक्चरमा हामीले सेन्टेन्सहरू निर्माण गर्नुपर्ने हुन्छ। अब जानौँ प्रेजेन्ट कन्टिन्युअस टेन्सको बारेमा। डेफिनेसन, प्रेजेन्ट कन्टिन्युअस टेन्स भनेको के हो, डेफिनेसन हेरौँ। द प्रेजेन्ट कन्टिन्युअस टेन्स इज used to describe an action that is happening now, at the moment of speaking, or around the present time. यसले भन्न खोजेको the present continuous tense is used to describe an action. present continuous tense चाहिँ हाम्रो अहिलेको घटना, अहिले भइरहेको, ह्यापनिङ नाउ भनेको अहिले घटिरहेको घटना
एट द मोमेन्ट भनेको अहिले बोलिरहेको कुरा, एट द मोमेन्ट अफ स्पिकिङ अर अराउन्ड द प्रेजेन्ट टाइम, जुन अहिलेको समयमा वरपर भइरहेको कुराहरू जनाउनको लागि सिम्पल प्रेजेन्ट कन्टिन्युस टेन्स प्रयोग गरिन्छ। कन्टिन्यू भन्ने बित्तिकै हजुरले यो बुझ्नुहोस् कि अहिले लगातार जुन काम भइरहेको छ त्यो कामको लागि चाहिँ प्रेजेन्ट कन्टिन्युस टेन्स युज हुन्छ। बुझ्नुभयो? जस्तै अहिले मैले पढाइरहेको छु, हजुरले पढ्नु भइरहेको छ, यो के हो त? अहिले भइरहेको काम हो। जस्तै आई एम टिचिङ, होइन, यु आर स्टडिङ, त्यस्तो। ओके, यु आर अन्डरस्ट्यान्ड? I think you understand. Okay, let's begin. Example. She is reading a book भनेको छ। सब्जेक्ट के आएछ? सी आएको छ। त्यसपछि हेल्पिङ भर्ब इज आएको छ। त्यसपछि बिफोर रिडिङ आएको छ। रिडको बिफोर रिडिङ अ बुक अब्जेक्टको रूपमा आएको छ। सी इज रिडिङ बुक। हामीले इज एमआर कस्तो अवस्थामा प्रयोग गर्ने त्यो मैले पछि पढाउने छु, चिन्ता नगर्नुहोस्। अहिले मात्र हेर्नुहोस्, हल्का हेर्नुहोस्, थोरै मात्र बुझ्नुहोस्। मैले पछाडि यिनीहरूको कसरी युज भयो भन्ने तरिका पनि सिकाउने छु। डोन्ट वरी। ओके, दे आर प्लेइङ फुटबल। उनीहरू फुटबल खेलिरहेका छन्। उनीहरू के गरिरहेका छन् त? फुटबल खेलिरहेका छन्। खेल्ने काम कहिले भइरहेको छ? अहिले भइरहेको छ। बुझ्नुभयो? युज अफ प्रेजेन्ट कन्टिन्युस टेन्स। प्रेजेन्ट कन्टिन्युस टेन्स कस्तो बेलामा प्रयोग हुन्छ, कतिखेर प्रयोग गर्ने भनेर सिक्नेछौँ। एमा हेरौँ, एक्सनिङ ह्यापनिङ नाउ। अहिले भइरहेको काम जनाउनको लागि के प्रयोग गरिन्छ त? सिम्पल प्रेजेन्ट कन्टिन्युस टेन्स प्रयोग गरिन्छ। मतलब फर्मुला के छ हाम्रो? सब्जेक्ट प्लस इजएमआर प्लस भिफो प्लस अब्जेक्टको रूपमा प्रयोग गरिन्छ। त्यही भएर यहाँ हेरौँ, आई एम रिडिङ अ बुक। म पढिरहेको छु। अहिले मैले के गरिरहेको छु? पढिरहेको छु। हजुरले भन्न सक्नुहुन्छ। तपाईँहरूले जे पढ्नु भइरहेको छ नि त्यो व्यवहारमा गर्दै गर्नुहोस् के। प्र्याक्टिकल रूपमा गर्नुभयो भने हजुरले सक्नुहुन्छ। जस्तै अहिले हजुरले पढ्नु भइरहेको छ, त्यो हजुरले भन्नुहोस्। एन्ड सी इज कुकिङ डिनर। उनी खाना पकाइरहेकी छिन्। कति सजिलो छ है। अहिले उनले के गरिरहेकी छिन् त? खाना पकाइरहेकी छिन्। त्यसै गरी टेम्पोरेरी सिचुएसन। टेम्पोरेरी सिचुएसन भनेको अस्थायी अवस्था। हामीले सिम्पल प्रेजेन्ट टेन्समा चाहिँ के हुन्थ्यो? स्थायी अवस्थामा चाहिँ सिम्पल प्रेजेन्ट टेन्स प्रयोग हुन्थ्यो। तर यहाँ चाहिँ अस्थायी अवस्था। जस्तै इक्जाम्पलमा हेर हो, आई एम लिभिङ इन काठमाडौँ दिस डेज। म आजकलका दिनहरूमा चाहिँ काठमाडौँमा बसिरहेका छु। सधैँको लागि बसेको होइन नि त, काठमाडौँको लागि अहिलेको लागि मात्र बसिरहेको छु भन्ने जनाउनको लागि के प्रयोग हुने रहेछ? प्रेजेन्ट कन्टिन्युस टेन्स प्रयोग हुँदो रहेछ। त्यसै गरी अर्को हेरौँ, हि इज वर्किङ इन पोखरा दिस मन्थ। ऊ यो महिना पोखरामा काम गरिरहेको छ। उसले चाहिँ के गरिरहेको छ? यो महिना। अब हामी सधैँ काम गरिरहेको छ भने चाहिँ हामीले सिम्पल प्रेजेन्ट टेन्सको युज गर्थ्यौँ। तर यो महिनामा मात्र गरिरहेको छ। दिस मोमेन्ट भन्ने टाइम एडभर्ब लागेको छ। त्यही भएर हामीले यसलाई के गर्नुपर्छ? प्रेजेन्ट कन्टिन्युस टेन्समा लेख्नुपर्छ। त्यही भएर सब्जेक्ट इजएमआरको ठाउँमा इज आयो, बिफोर आइएनजी फर्म वर्किङ आयो, इन द पोखरा दिस मन्थ। कति सजिलो छ। बुझ्नुभयो लगभग। अनि सीमा छ प्लान नियर फ्युचर। निकटको भविष्यको योजना। कुनै निकटको भविष्यको योजना छ भने त्योमा पनि प्रेजेन्ट कन्टिन्युस टेन्स प्रयोग हुन्छ। तर हजुरले फेरि यस्तो लाग्ला कि त्यो त निकट भविष्यको कुरा त सिम्पल फ्युचर टेन्समा हुँदैन र भन्ने सोच्नु होला। हो, हुन्छ, फ्युचर टेन्समै हुन्छ। तर पनि हामीले फ्युचर टेन्समा हुने काम चाहिँ अहिले हामीले प्लान बनाइरहेका छौँ, अहिले बनाइरहेका छौँ कि भोलि यहाँ जाउँला है भने हामीले आज प्लान गरिरहेको छौँ भने चाहिँ त्यसलाई हामीले प्रेजेन्ट कन्टिन्युस टेन्समा प्रयोग गर्छौँ। जस्तै वी आर मिटिङ आवर टिचर टुमारो। हामी भोलि शिक्षकलाई भेट्दैछौँ।
हामी शिक्षकलाई भोलि भेट्दैछौँ है भनेर साथीहरूलाई भन्नको लागि के भयो, सिम्पल प्रेजेन्ट कन्टिन्युअस टेन्सको युज भयो कि नै, सब्जेक्ट प्लस आर लाग्यो, त्यसपछि आरसँग बिफो लाग्छ, मिटिङ आवर टिचर टुमारो। नत्र हजुरले यस्तो पनि त भन्न सक्नुहुन्थ्यो नि त, फेरि वी विल मिटिङ आवर टिचर नेक्स्ट विक, त्यसरी पनि भन्न सक्नुहुन्थ्यो नि त। तर हामी शिक्षकलाई भेट्नेछौँ भनेर हुन्थ्यो, तर हामीले चाहिँ अहिले प्लान बनाइरहेको हुनाले अहिले साथीलाई भन्नको लागि चाहिँ के हुन्छ, यस्तो युज गरिन्छ। अनि अर्को इक्जाम्पल रहेको छ, सी इज ट्राभलिङ टु चितवन नेक्स्ट विक, उनी अर्को हप्ता चितवनमा घुम्न जाँदैछन्, उनी अर्को हप्ता चितवन जाँदैछन् भनेर फ्युचरको प्लानिङ बताउनको लागि पनि, अहिले बताउनको लागि चाहिँ प्लानिङ बनाइरहेका छन् भने चाहिँ के हुन्छ, प्रेजेन्ट कन्टिन्युअस टेन्सको युज हुन्छ। स्ट्रक्चर मैले यहाँ राम्रो बुझ्ने गरेर लेखिएको छु कि त्यही भएर मैले माथि सरस्वती पढाएको। ओके, टाइप हेरौँ, अफर्मेटिभ, नेगेटिभ एन्ड इन्टरगेटिभ, अनि त्यसको सूत्रहरू अनि इक्जाम्पलहरू। हजुरहरूले चाहिँ यो सूत्र चाहिँ सम्झिनु, हजुरहरूलाई बनाउन, सेन्टेन्स बनाउनमा चाहिँ यसले धेरै सहयोग गर्नेछ। अफर्मेटिभ सेन्टेन्सको सूत्र, सब्जेक्ट प्लस इच एमआर प्लस बिफो अथवा आइएनजी प्लस अब्जेक्ट। सजिलो छ, अघि मैले माथि पनि सिकाएको थिएँ, त्यही नै हो अफर्मेटिभमा। जस्तै इक्जाम्पलको रूपमा सी इज रिडिङ बुक, सी इज रिडिङ बुक, उनी पढिरहेकी छिन्। सब्जेक्ट सी आयो, यहाँ हेर्नु सब्जेक्ट सी आयो, अनि एम इच आर मध्ये इच आयो, त्यसपछि बी भबको आइएनजी फर्ममा रिडिङ आयो, बुकको बुक भयो। हामीले स्ट्रक्चर अनुसार यो इक्जाम्पल के भयो, मिल्यो। त्यसै गरी नेगेटिभ बनाउनको लागि चाहिँ सब्जेक्ट प्लस इच एमआर प्लस नट प्लस आइएनजी प्लस अब्जेक्ट। जुन हामीले इच एमआर थियो त्योमा हामीले नट थपेपछि के हुन्छ, नेगेटिभ भइहाल्छ। हामीले सिम्पल प्रेजेन्ट टेन्समा के पढेका थियौँ, डु डजको पछाडि नट थपेपछि नेगेटिभ हुन्छ भनेर। तर यहाँ कति सजिलो छ हेर्नु त, इच एमआरको पछाडि नट थपिदियो, अरू स्वयंको साम लेख्यो, मिलिहाल्छ, कति सजिलो। जस्तै सी इज रिडिङ अ बुक, उनी पढिरहेकी छिन्, उनी पढिरहेकी छैनन्। सी इज नट रिडिङ बुक, उनी पढिरहेकी छैनन्, नेगेटिभ भयो। त्यसै गरी इन्टरगेटिभमा चाहिँ के छ, एम इज आर प्लस सब्जेक्ट प्लस भबको आइएनजी फर्म प्लस अब्जेक्ट हुन्छ। जुन हाम्रो एक्जुलरी भबहरू छन् इच एम आर, तिनीहरूलाई अगाडि लेखेपछि पछाडिको चाहिँ हजुरले सेम लेख्नु पर्यो, सब्जेक्ट प्लस बिफो प्लस अब्जेक्ट लेख्नु पर्यो। कति सजिलो छ, सिम्पल प्रेजेन्ट भन्दा सजिलो छैन र? सजिलो छ नि, अगाडि ल्यायो सकियो। प्रेजेन्टमा कति दुःख गर्नु पर्थ्यो है। इक्जाम्पल हेरौँ, इज सी रिडिङ बुक, इजलाई अगाडि ल्यायो, यहाँको इजलाई अगाडि ल्यायो, अरू जस्ताको जस्तै। इज सी रिडिङ अ बुक, के उनी किताब पढिरहेकी छिन् भन्नको लागि, प्रश्न बनाउनको लागि हामी सोध्न सक्छौँ नि, सक्छौँ। ओके, यसरी बुझ्नुभयो, स्ट्रक्चर र टाइपहरू बुझ्नुहोस्, ठ्याक्क थोरै घोक्नुहोस्, अनि त्यसपछि जान्नु भइहाल्छ। ओके, अनि नेक्स्ट जाउँ, फोमा छ युज अफ एम इज आर। एम इज आरको कसरी प्रयोग गर्ने भनेर सिकाउँछु मैले सजिलो रूपमा। अब हेर्नुहोस्, आईसँग के लाग्छ, एम लाग्छ, आईसँग के लाग्छ, एम लाग्छ। एम कोसँग लाग्छ त आईसँग मात्र लाग्छ। अनि हि सी इट अथवा सिङ्गुलरसँग सिङ्गुलर भर्ब लाग्छ भन्ने हामीले पढेका छौँ। त्यही भएर हि सी इटसँग हामीले सिम्पल प्रेजेन्ट टेन्समा के लाग्थ्यो, B5 लाग्थ्यो, तर यहाँ के लाग्छ, प्रेजेन्ट कन्टिन्युअसमा इज लाग्छ। हि सी इटसँग के लाग्छ, इज लाग्छ। अनि यु वी देसँग चाहिँ आर लाग्छ। प्लुरलसँग चाहिँ के लाग्छ, आर लाग्छ। यु
वी र दे चाहिँ के हो प्लुरल हो बुझ्नुभयो रिमेम्बर आईसँग एम हि सी इटसँग इज एन्ड यु वी र देसँग चाहिँ आर लाग्छ बुझ्नुभयो यो चाहिँ सम्झिनु है यति छोटो छ सम्झिन सक्नुहुन्न र सक्नुहुन्छ आई थिङ्क त्यसपछि 5 मा छ रुल फर एडिङ आइएनजीलाई कसरी हामीले एड गर्ने त जस्तै भिवान छ भने त्यसमा सिधै आइएनजी थपेर सिधै भिफो बन्दैन क्या हामीले कुनै चाहिँ चेन्ज गर्नुपर्छ हजुरहरूले फेरि सबैमा फेरि आइएनजी थप्नु भने बिग्रिन्छ जस्तै हेरौँ नर्मल एडिङ आए प्लेसँग सिधै हजुरले आइएनजी थप्नु भयो भने प्लिङ भइहाल्छ रिचसँग आइएनजी थप्नु रिडिङ भइहाल्छ भिफो इटसँग आइएनजी थप्नु इटिङ भइहाल्यो भयो कि नै भयो त्यसपछि ड्रुप फाइनल इ राइटिङ भयो राइट छ WRIT राइट छ भने इ हट्यो के इ हटाएर के हुन्छ आइएनजी हुन्छ WRITING राइटिङ मेक छ भने यो इ हटाएर के भयो मेकिङ भयो ड्राइभ छ भने इ हटाएर के भयो ड्राइभिङ भयो एन्ड डबल द फाइनल कन्सोनेन्ट भनेको छ सम सर्ट भर्ब्स केही छोटा भर्बहरूमा रन छ भने त्योमा चाहिँ डबल यान हुन्छ अनि त्यसपछि आइएनजी लाग्छ रन रनिङ सिट सिटिङ स्विमिङ त्यसरी भयो बुझ्नुभयो त्यस गरी अर्को चाहिँ यदि आइई छ भने त्योमा चाहिँ वाइ थपेर पछि आइएनजी बल्ल आइएनजी थप्नुपर्छ जस्तै लाई भनेको धाप्नु है झुटो बोल्नु अनि त्यसको बिफो LYING इ हटाइयो अनि YING लाइङ भयो आई र इ हटाएर अनि दाइमा चाहिँ आइई हटाएर DYING डाइङ हुन्छ हजुरले झुक्किनुहुन्छ के तपाईँहरूले फेरि इक्जाममा आयो भने फेरि भिवान दिएको हुन्छ त्यसलाई भिफोमा लग्नको लागि चाहिँ झुक्किनु भयो भने त सकियो कि नै ती भएर अब हेरौँ अर्को कमन टाइम एक्सप्रेसन पानी पर्दैछ बाहिर त्यही भएर अलि नबुझिन सक्छ त्यही पनि चिन्ता नगर्नु अब सकिन लागिसक्यो नाउ अहिले राइट नाउ अहिले नै एट द मोमेन्ट यस समयमा करेन्टली हाल टुडे आज दिस डे आजकल यिनीहरू हजुरले सेन्टेन्समा देख्नुभयो भने हजुरले यो त प्रेजेन्ट कन्टिन्युअस टेन्स रहेछ है भनेर बुझ्नुहोस् त्यसपछि त्यही अनुसार युज गर्नुहोस् किनकि इक्जाममा यस्तो दिएको हुन्छ के पछाडि दिएको हुन्छ यिनी टाइम एडभर्बियलहरू अनि अगाडि भर्ने दिएको हुन्छ पहिले त टेन्स चिन्नु पऱ्यो यदि टेन्स चिनेन भने कसरी भर्न सक्नुहुन्छ त क्लास 8, 9, 10, 11 अथवा ब्याचलरमा चाहिँ यस्तो प्रश्नहरू आउँछ अनि यो जान्नुपर्ने हुन्छ तर त्योभन्दा तलकाले चाहिँ यस्तो अलि जान्न अलि बुझ्न गाह्रो हुन्छ किनकि यो भिडियो बेसिकदेखि एडभान्ससम्म हो के त्यही भएर सबैको लागि युज होस् भनेर मैले चाहिँ सबैको लागि यो भिडियो बनाउँदैछु नेगेटिभ सेन्टेन्स नकारात्मक वाक्य बनाउनको लागि स्ट्रक्चर हेरौँ मैले अगाडि स्ट्रक्चर सिकाइसकेको छु तर पनि फेरि पनि मैले सिकाइसकेँ बा बिर्सिसक्नु भयो तर पनि होइन मैले यहाँ चाहिँ अलि राम्रोसँग बुझाउँछु स्ट्रक्चर सब्जेक्ट प्लस MHR प्लस नट प्लस भबको आइएनजी फर्म प्लस अब्जेक्ट स्ट्रक्चर सम्झिनुहोस् है नेगेटिभ बनाउनको लागि इक्जाम्पलको रूपमा हि इज नट प्लेइङ फुटबल सब्जेक्टमा के आयो हि आयो अनि यिनीहरूमा के आयो इज आयो त्यसपछि नेगेटिभ बनाउनको लागि नट युज हुन्छ यसको पछाडि त्यही भएर नट आयो त्यसपछि प्लेइङ भिफो भयो प्लेको भिफो प्लेइङ भयो जस्तै फुटबलको फुटबल भयो उनीहरू फुटबल खेलिरहेका छन् हिज प्लेइङ फुटबल ऊ फुटबल खेलिरहेको छ त्यसपछि इन्टरगेटिभ सेन्टेन्स बनाउने स्ट्रक्चर हेरौँ IHR प्लस सब्जेक्ट प्लस आइएनजी फर्म प्लस अब्जेक्ट प्रश्नवाचक बनाउनको लागि यिनी युज गर्नु पर्यो इचएमआरलाई के गर्नु पर्यो त अगाडि लिनु पर्यो
त्यसै अनुसार हेरौँ इज एम यहाँ चाहिँ के भयो इज सी कुकिङ के उनी खाना पकाउँदैछिन् मा चाहिँ हामीले इजलाई अगाडि लियो त्यो सब्जेक्ट सी आयो बिफोर कुकिङ आयो त्यसपछि अब्जेक्ट चाहिँ योमा छैन अब्जेक्ट छैन उनी खाना पकाउँदैछिन् इज सी कुकिङ अनि अर्को चाहिँ आर दे प्लेइङ के उनीहरू खेलिरहेका छन् भनेर कसैले सोध्न सक्छौँ नि त्यही भएर यसरी हामीले इन्टरगेटिभ सेन्टेन्स पनि बनाउन सक्छौँ स्ट्रक्चर एड गर्नुहोस् अनि सेन्टेन्स बनाउनुहोस् अनि मिस्टेक कमन मिस्टेक यस्तो मिस्टेक धेरैले गर्छ के इक्जाममा होस् अथवा डेली लाइफमा यस्तो मिस्टेक गरिरहन्छ झुकिएर जस्तै हामीले हेरौँ इक्जाम्पल हि इज प्ले फुटबल यो मिलेको छ त मिलेको छ कि नाइ छैन यसको करेक्ट के हुन्छ हि इज प्लेइङ फुटबल जब हामीले इज देख्छौँ नि त्योमा सिधै भिफो लागेकै हुन्छ के जो इज एमआरमा भिफो लागेकै हुन्छ यो बिर्सिनु भएन ओके त्यस्तै आइएम राइट अ लेटर के भएको छ भिवान भएको छ तपाईँहरूले फेरि बोल्दाखेरि आइएम राइट अ लेटर भन्ने त्यस्तो युज नगर्नु होला यहाँ यस्तो के हुन्छ आइएम राइटिङ अ लेटर हुन्छ आइएम राइटिङ अ लेटर दे आर प्लेज क्रिकेट यस्तो हुन्छ हुँदैन दे आर प्लेइङ क्रिकेट हुन्छ आड आउने बित्तिकै भिफो आउनै पर्छ सी आर कुकिङ भएको छ त्यसलाई सही रूपमा के हुन्छ सी इज कुकिङ सीसँग आर लाग्दैन हो हामीले सबै पछि इजमा आर आउँछ त भनेको छु तर आर इजसँग के आउँछ इज आउँछ त्यही भएर सी इज कुकिङ हुन्छ करेक्ट हजुरहरूले यो नबिर्सिनु होला है कहिले पनि नझुक्किनु होला हजुरहरू इक्जाममा झुक्किनु भयो भने 1 नम्बर गयो त्यस पिजन सिम्पल भिएस पिजन कन्टिन्युस हामीले यिनीहरूमा चाहिँ जज गरेको है हिजो र आजकोमा चाहिँ जज गरिरहेका छौँ हजुरहरूले हेर्नुहोस् आई प्ले फुटबल एभ्री डे म हरेक दिन के गर्छु फुटबल खेल्छु छ भने यहाँ पिजन कन्टिन्युसमा के हुन्छ आई एम प्लेइङ फुटबल नाउ म अहिले फुटबल खेलिरहेको छु पिजन सिम्पलमा सी रिड्स बुक्स डेली उनी दैनिक किताबहरू पढिरहन्छन् भनेको छ पिजन कन्टिन्युसमा के हुन्छ सी इज रिडिङ अ बुक नाउ उनी अहिले किताब पढिरहेकी छिन् यहाँ नाउ भन्ने के आएको छ टाइम एडभर्बियल आएको छ दे वर्क इन बैंक उनी बैंकमा काम गर्छिन् तिनीहरू बैंकमा काम गर्छन् भयो पिजन कन्टिन्युसमा दे आर वर्किङ एट द मोमेन्ट उनीहरू अहिले काम गरिरहेका छन् ओके बुझ्नुभयो पिजन सिम्पलमा के हुन्थ्यो ह्याबिट रुटिन र फ्याक्ट हुन्थ्यो बानी दिनचर्या र सत्य हुन्थ्यो पिजन सिम्पलमा भनेपछि पिजन कन्टिन्युसमा के हुन्छ ह्यापनिङ नाउ अहिले जुन काम भइरहेको छ नि अहिले हजुरले जुन काम गर्नु भइरहेको छ नि त्यो के हो त पिजन कन्टिन्युसमा हुन्छ भइरहेको के कन्टिन्यू भइरहेको जस्तै अहिले पानी परिरहेको छ त्यसलाई चाहिँ हामीले सिम्पल पिजन कन्टिन्युसमा भन्न सक्छौँ अहिले जुन काम भइरहेको छ त्यसलाई हामीले पिजन कन्टिन्युसमा भन्न सक्छौँ अनि प्र्याक्टिस मैले हजुरलाई किन दिन्छु भनेपछि हजुरले कति जान्नुभयो त हजुरले प्र्याक्टिस गर्नु भएन भने के अर्थबाट मैले कति जाने भनेर हजुरले आफै जज गर्नुहोस् त्यही भएर सी डडर रिड अ न्युज पेपर नाउ भनेको छ टाइम एडभर्बियल हेर्नुहोस् पहिले नाउ भन्ने के हो टाइम एडभर्बियल यो कुन टेन्सको टाइम एडभर्बियल हो त्यो हेर्नुहोस् त्यसपछि यहाँ युज गर्नुहोस् रिडलाई के लेख्नुपर्छ त्यो युज गर्नुहोस् हजुरहरूलाई इक्जाममा सुट्ने भनेको यस्तै सोध्छ के क्लास 7, 8, 9, 10, 11 यस्तै सोध्छ नि त त्यही भएर हजुरहरूले सक्नु पर्यो अथवा ब्याचलरमा पनि सोध्छ यहाँ कुन हुन्छ हजुरहरूले पढेर गर्नुहोस् मैले अस्ति चाहिँ सिकाइदिएको थिएँ तर टुडे म चाहिँ सिकाइदिनँ आफै गर्न सक्नुहुँदैन र सक्नुहुन्छ होला यदि सक्नु भएन भने हामी सकेनौँ भनेर कमेन्ट गर्नु म सिकाइदिन्छु अथवा माथि हामीले सूत्रहरू त्यत्रोको पढेका छौँ त है
त्यो वाता गरिदिनु न है प्लिज, मेरो लागि भए पनि। हजुरहरूको ह्यान्ड राइटिङ पनि राम्रो हुन्छ अनि हजुरहरूले एक दिन सक्सेस पनि हुनुहुनेछ। मेहनत गर्नुहोस्, हजुर सक्सेस एक दिन अवश्य हुनेछ। चेन्ज इन्टु नेगेटिभ, यसलाई चाहिँ नेगेटिभमा सी इज सिङ्गिङ, उनी गीत गाइरहेकी छिन्, त्यसलाई उनी गीत गाइरहेकी छैनन् भनेर बनाउनुहोस्, नेगेटिभ बनाउनुहोस्। दे आर स्टडिङ, उनीहरू पढिरहेका छन्, उनीहरू पढिरहेका छैनन् भनेर बनाउनुहोस्। चेन्ज इन्टु क्वेसन, सी इज रिडिङ अ बुक, हि इज रिडिङ अ बुक, उसले किताब पढिरहेको छलाई के उसले किताब पढिरहेको छ भन्ने बनाउनु पर्यो। ओके, बुझ्नुभयो जहाँसम्म लाग्छ। क्वेसन बनाउने, प्रश्न गर्न सक्नु पर्यो। हजुरको यताउता कोही छ भने त्यस्तो बेलामा कन्भर्सेसन, कुराकानी पनि गर्न सक्नुहुन्छ। उसले के गरिरहेको छ अहिले भनेर पनि सोध्न सक्नुहुन्छ। त्यसरी यिनीहरू गर्नुहोस्। होमवर्क पनि दिएको छु, हजुरहरूले मैले एक्सर्साइज र होमवर्क दिएको जति गर्नुभयो भने यो क्लियर भयो कि हाम्रो उद्देश्य पुरा भयो भन्ने भयो। राइट 10 अफर्मेटिभ सेन्टेन्स, 10वटा अफर्मेटिभ सेन्टेन्सहरू लेख्नुहोस्। अफर्मेटिभ सेन्टेन्स थाहा छ नि हजुरहरूलाई, त्यो लेखिदिनुहोस्। अनि 2मा राइट 10 नेगेटिभ सेन्टेन्स, 10वटा नेगेटिभ सेन्टेन्सहरू बनाउनुहोस्। माथिको पढेको अनुसार बनाइदिनुहोस्। राइट 10 इन्टरगेटिभ सेन्टेन्स, अनि 10वटा इन्टरगेटिभ सेन्टेन्सहरू बनाउनुहोस्। इन्टरगेटिभ भने प्रश्नवाचक क्वेसनहरू बनाइदिनुहोस् 10वटा। अनि राइट 5 प्रेजेन्ट सिम्पल सेन्टेन्स एन्ड 5 प्रेजेन्ट कन्टिन्युस टेन्स, 5वटा प्रेजेन्ट सिम्पल टेन्सको सेन्टेन्सहरू बनाउनुहोस् जुन अस्ति पढेका थियौँ। हजुरलाई रिमेम्बर हुन्छ त्यही भएर। ओके, एन्ड 5 प्रेजेन्ट कन्टिन्युस टेन्स, त्यसै गरी 5वटा प्रेजेन्ट कन्टिन्युस टेन्स बनाउनुहोस्। यति गरिदिनु न प्लिज, यति गरिदिनु है। हजुरहरूले यति गर्नु भएन भने पढेको नै अर्थ हुँदैन अनि हजुरलाई इक्जाममा पनि पास हुन गाह्रो हुन्छ अनि डेली लाइफमा पनि। हाम्रो उद्देश्य जुन छ नि त, हामीले जे जान्छु भन्ने उद्देश्य थियो, त्यो पुरा भयो कि भएन भन्नेको लागि हजुरले यो गर्नुहोस्। ओके, गर्नुहुन्छ नि? हजुरहरूले भिडियो पनि राम्रो लागेको छ, अरूले पनि हेर्नुपर्छ भने साथीहरूलाई पनि सेयर गर्नुहोस्। अनि कस्तो लाग्यो भिडियो त्यस पनि कमेन्ट पनि गर्नुहोस्। अनि यदि फादरहरूले यो चाहिँ भिडियो देख्नुभयो भने आफ्नो चिल्ड्रेनहरूलाई चाहिँ यो भिडियो देखाइदिनुहोस्, हेराइदिनुहोस्। ओके, यति भन्दै म आजको यस भिडियोबाट बिदा हुन चाहे। थ्याङ्क यू सो मच एभ्रिबडी, थ्याङ्क यू सो मच। ओके, बाई, टेक केयर।